एभ्रिवान तपाईहरुलाई नमस्ते छ भुपेन ब्लग्समा। हजुरलाई नमस्ते छ मेरो भुपेन ब्लग्समा। आज म जान आँटेको बाटो घुम्नको लागि त अलिअलि अँधेरै छ, 5 बजेको छ जस्ट। राकेश भाइ र म अब जान्छौँ बाटो लिनको लागि। तपाईहरु ब्लग हेर्दै गर्नु मेरो। अहिले म एकदम गाउँको बाटोको आएको छु, पुरा जंगल घाटीतिर है, जंगल घाटीको बाटोतिर आउँदै छु। अब उताको साइडतिर छ मेन रोड। तपाई धर्दिनु कि 50 मिटर जति छ यहाँबाट, त्यस्तो धेरै पनि छैन। तपाईहरुलाई मेन रोड पुगेर म देखाउँदैछु। अहिले म मेन रोड पनि आइपुगिसकेको छु। राकेश भाइ म आउँदैछ अरे। अब तपाईलाई राकेश भाइ पनि आएको पनि देखाउँछु। अन्त भ्यू चाहिँ यस्तो छ है रातिको। यहाँ अलिअलि पछाडितिर उतातिर घाम निक्लिरहेछ नि त, त्यही भएर अलिअलि रातो रातो भइरहेछ। अब दिउँसो झन् अब पिटिक्क 6 बजी जति पुरा राम्रो सिनेरी हुन्छ। म तपाईलाई त्यो पनि देखाउँदैछु। तपाईँ जस्ट मेरो ब्लग चाहिँ हेर्दै गर्नु। अहिले अभिषेक भाइसित यहीँ भेट भएको छ। राकेश अनि यतातिर चाहिँ विशाल पनि आएछ, तितकुले पनि उठाएर यो चाहिँ अभिषेक त्यहाँ आएछ, तिनै आउँछ यहाँ हेर्न है। मान्छे पनि त्यस्तै आउँछ अभिषेकको जस्तै। अब नेक्स्ट ब्लग अगाडि गएको हेर्दै गर्नु। पुरा मतलब उज्यालो भइसकेको छ। यतातिर पनि सँगै छ है, यी दुईजना यतैतिर छन्। अन्त यताबाट आउँदैछ ट्र्याक। अनि अहिले पुरा छङ्गै उज्यालो भइसक्यो, 7 बजे जस्तै। लोते लोते हिँड्छन्। यो त के भन्नु र, एकदम हिँड्छ यो त, एकदम के भन्नुहुन्छ र। अहिले हामी भोरपुखुरी आइपुगेका छौँ। लगभग हामी 1 किलोमिटर जति आयौँ 20 मिनटमा हिँडेर। इधर हिँड्ने बारमा 20 मिनटसम्म आइपुग्यो है। यो चाहिँ यस्तो देखिन्छ है, गोरो पनि देखिन्छ, सेतो पनि देखिन्छ। घाम पर्दाखेरि गोरो पनि देखिन्छ चाँदीको यो। अन्त एउटा भ्यूहरू यस्तो छ है, भ्यूहरू हेर्न सक्छ यस्तो छ है। सर चाहिँ अहिले त बोरपुखुरी आइपुगेका थियौँ भएका थियौँ, लेकिन अहिले त फाइनली आइपुग्यौँ। बोरपुखुरी एउटा टाउन इलाका थियो, तर अहिले छापो रहेन रहेछन्, सँगै कमिलो पनि रहेछन्। अनि यतातिर कुकुर छन्। अनि यतातिर छन् यी दुईजना। यो चाहिँ अनुहार चाहिँ देखाइहाल्छ हो न, म हेर्छौँ एउटा नि त एउटा देखेर एसएमएस गर्छन् कि भनेर। गाडी जसरी कुदेका छन् कि विशाल ठिकिएर छैन, उडुम भइसक्यो विशाल। विशालको हाँसाइमै कस्तो राम्रो हाँसिदिन्छ विशाल, हेर्नु न। अनि अभिषेक चाहिँ पुरा स्वाइप टाइपले हिँड्छ र हेर्न पुरा हेर्छ, एउटा लुक बनाएर हिँड्छ। उताको फर्किदियो उसले, साह्रै राम्रो देखियो भनेर भिडियोमा। हामी आइपुगेका छौँ एकदम यो के अरे बोरपुखुरीको फिल्डमा है। यहाँ फुटबल खेल्छ। विशाल भाइले पनि पहिले लिएको थियो फुटबल, खतरा खेल्छ। लेकिन कहिलेकाहीँ माझेमा उडी पनि लड्छ। अब धेरै दुब्लो छ नि त, त्यही भएर है। अनि यो हाम्रो बोरपुखुरीको स्कुल चाहिँ यस्तो छ, यो बोर्ड स्कुल हो। यो बोर्ड स्कुल हेर्न सकिन्छ है, यस्तो छ है। गछहरू काटेर गिटिरहेका छन्, तर उठाउने मान्छे छैनन्। अनि स्कुल आइतबारको दिन खुल्लै हुन्छ, किनकि दैलो सैलो केही छैन। यस्तो कन्डिसन छ बोरपुखुरीको। लेकिन अब के भन्छ, अब यस्तै छ है। अनि एउटा चाहिँ मुख छोपेर छैन है। अघि मैले भने त ह्यान्डसम देखियो भनेर, त्यो बेला मुख सिक छोपिसकेको छ। अनि ब्याकग्राउन्डतिर हेर्न सक्नुहुन्छ है, यस्तो चाहिँ भ्यू अहिले। एउटा अब घाम भर्खर निक्लिँदैछ त, अनि त्यही भएर यस्तो भएको छ भ्यू। ठिकै छ, भ्यू यस्तो घाँस पनि छैन। सब बोरपुखुरी आएर अन्त घर जाँदैछौँ। अन्त एउटा ब्याकग्राउन्डको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ, अरुणाचलको पाहाड यस्तो छ। म तपाईँलाई देखाउँदैछु, ए हेर्न सक्नुहुन्छ। पुरा तपाईँलाई जुम गरेर देखाइन्छ हेर्नु है, पुरा यस्तो छ, पुरा दामी छ बुझ्नुमा नि। आँखाले हेर्दा मात्रै दामी देखियो, तर मोबाइलमा देख्नु भएन दामी। अन्त यतातिर चाहिँ राकेश भाइ अब कसलाई एसएमएस गर्छ। उता अब भाइरल मान्छे हो नि त, जसकै आउँछ मेसेज पनि। यो के भयो अब बेगजानतिर, अन्त एउटा सिमलगुडीबाट, अन्त एउटा बोगी नदीबाट पुरा उठाएर लाइन छ उसको बुझ्नुमा नि। फोटोसोटो हान्दैछ। अनि कोही बोल्नुहुन्छ भने उसित कि बा एसएमएसमा बोल्नु हुँदैछ भने उसको पनि एउटा च्यानल छ। अब सपोर्ट गरिदिनु। ट्याङ्कीबाट पानी उठाएको छ उसको च्यानल, कमेडी बनाउँछ हो। आएछन्। अब हामी घर जाँदैछौँ, तपाईँहरू भिडियो हेर्दै गर्नु। अहिले हामी अब होइन घरतिर अब जान्छौँ। अब यी दुईजना पनि जान निक्ल्यो। अब म पनि अब जान्छु। मेरो घरको बाटो चाहिँ यो हो। अब यहाँबाट म छिर्छु, अन्त तपाईँसित अब घर पुगेर भेट्छु। गाइस अहिले घर आइपुगेको छु। अब मुख सुक्दै पढ्न बस्नु पऱ्यो। अनि तपाईँहरूलाई मेरो ब्लग हेर्नको लागि थ्याङ्क यू, किनकि तपाईँहरूले लास्टसम्म हेरिदिन्छ मेरो ब्लग। अन्त तपाईँलाई ब्लग कस्तो लाग्यो भनिदिनु, अनि कमेन्ट गरेर। अनि मेरो अब नेक्स्ट ब्लग तपाईँसित छुट्टै भेटिँदैछ। फलो एन्ड सब्सक्राइब गरिदिनु।